पहिला हामी चाहिँ यतानिर चाहिँ हामीले दह्रो माछा मार्ने गर्थ्यौँ कि होइन यतानिर आएर चाहिँ होइन पानी लास्टै सुकेछ माछा सायद मारी पनि सक्यो होला कि एउटा माछा देख्दिनँ त मैले त यहाँ त पानीमा त यार। अनि मैले चाहिँ यहाँ चाहिँ हाम्रो सब्सक्राइबर भाइहरूलाई पनि भेटिसकेँ मैले। मेरो के भन्नु छ हेर न कस्तो चड्डी सड्डीसँग लुगाएको आएको बित्तिकै मलाई यो दाइ होइन भन्छ त्यो दाइ होइन भन्छ यसको दाइ होइन उसको दाइ होइन भन्छ होइन। केटा के चाल खबर के हो यहाँ त ट्याटु हाने त यहाँ हेर त ल ल ल ल ल ल आम्बालो 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 सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। अनि सो आज चाहिँ हामी कहाँ जान आँटेको भन्दाखेरि आज चाहिँ हामी खोलानिर जान आँटेको हामी चाहिँ होइन। अब चाहिँ हामी खोलातिर जान आँटेको म र साथी अनि माछा मार्नको लागि चाहिँ होइन यसो केही लुगासुगा धुन र हामी चाहिँ पौडी खेल्नको लागि जान आँटेको। अनि अब चाहिँ हामी चाहिँ हिँडिसकेको कि अनि साथी चाहिँ अगाडि गइसकेको छ यता तलनिर। अनि सो म चाहिँ तपाईँहरूले एउटा चिज देखाउँछु ल। सो हाम्रो गाउँ चाहिँ यही हो है। हाम्रो गाउँ चाहिँ देख्दा सानो छ है चिटिक्क परेको सानो छ हाम्रो गाउँ चाहिँ। अरूको जस्तो ठुलो बाक्लोवाला गाउँ छैन कि हाम्रो चाहिँ एकदमै सानो गाउँ हो। धेरै भनेको हाम्रो 9-10 घर छ कि जम्मा हाम्रो गाउँमा चाहिँ। यतानिर घरहरू हेर्न सक्नुहुन्छ यता तलनिर छ यता छ अनि यता माथि छ। धेरै एकै ठाउँमा पनि छैन कि यति टाढा छ ठिक्क सानो गाउँ छ हाम्रो चाहिँ। के हो यार गाउँको कुरा टोक्न लाउँछ त हेर्नु न टोक्दो रहेछ त हेर्नु टोक्न आएको छ मलाई के हो टोक्न आउँछ त आमामामा हेर्नु यसको रिस यसको बच्चा चल्छ भनेर के गर्दिन हो तेरो बच्चालाई डर लाग्छ हेर्नु आछ कस्तो टोक्छ भनेर होइन टोक्छ कि झै गरिदिन्छु। यहाँ फेरि कुकुर आमामामा त्यही नटोक है मलाई ओइ हो यस्तो हुनुपर्छ क्या। हाम्रो चाहिँ खोला जाने बाटो चाहिँ यस्तो छ अब यो चाहिँ जङ्गलको बाटो यतानिर चाहिँ ऊ यता त बाटो आएछ त बाटो आछ भनेको त सुनेको होइन तर म आएको थिइनँ कि जस्तो फर्स्ट टाइम अहिले म चाहिँ आएको। यो बाटो खनेदेखि यहाँ तलनिर बाटो खनेर चाहिँ यो बाटो चाहिँ कहाँनिरसम्म गएको छ त्यो त मलाई थाहा छैन है। अनि यो पारी गाउँ देखेको छ नि हो यहाँनिर होइन कस्तो दामी छ कि यति बाक्लो गाउँ छ नि यहाँ होइन। हो यस्तै गाउँ हुनुपर्छ कि यस्तै गाउँमा बाक्लो गाउँ हुँदा एकदम बवाल मजा आउँछ कि होइन सबैजना होइन क्या धेरै हुन्छ नि त होइन गाउँको मान्छेहरू साथीहरू छरछिमेकीहरू धेरै हुन्छ नि त होइन बवाल मजा आउँछ कि त्यस्तो उसमा चाहिँ यस्तो गाउँमा चाहिँ होइन। हेर्नु कति ठुलो गाउँ छ क्या। हामी चाहिँ यहाँ तलनिर खोला जान आँटेको हामी चाहिँ होइन साथी अगाडि हिँड्दैछ म चाहिँ पछाडि साथी दौडै छ म भेट्न सकेको छैन उसलाई चाहिँ। यी बाटो खनेको र यस्तो भइसकेको रहेछ कहाँसम्म खै बाटो खनेको यत्तिकै आडा बिचसम्म ल्याएर यत्तिकै छोडिदिएको भइसक्यो क्या बाटो तलै गएको कि हो यी बाटो चाहिँ भट्किसकेको छ है। सो फाइनली हामी चाहिँ खोलामा पनि आइसक्यौँ है। यतानिर हेर्न सक्नुहुन्छ चारैतिर जम्मै लेउ लगाएको रहेछ क्या जम्मै उसमा यो पानीमा भयो सबै लेउ लगाएको छ यहाँनिर चाहिँ। अहिले यो सबै यस्तो देखेको छ जम्मै ढुङ्गासुङ्गाहरू सब देखेको छ नि यो सब होइन। यो चाहिँ पछि बर्खामा चाहिँ यो सब यो खोलै भरिन्छ क्या पुरा भरिन्छ यो। अहिले हेर्नु न पानी कस्तो सुकेको देखेको छ आमामामा हेर न पानी कसरी सुकेको के हेट सब ल्याउँछ कि हेर न खोलामा आउन त आइयो होइन तर लास्टै सुकेर चाहिँ खट्टम भएको छ खोला तर कसम भने यार पानी यस्तो सुक्यो नि खट्टै सुक्यो त्यही माथि ल्याउँछ के। पहिला हामी चाहिँ यतानिर चाहिँ हामीले दह्रो माछा मार्ने गर्थ्यौँ कि होइन यतानिर आएर चाहिँ होइन पानी लास्टै सुकेछ माछा सायद मारी पनि सक्यो होला कि एउटा माछा देख्दिनँ त मैले त यहाँ त पानीमा त यार एउटा माछा देख्दिनँ। हामी चाहिँ यहाँ कुनामा ताल परेको ठाउँमा आएको कि होइन हाम्रो चाहिँ यहाँ नहुने प्लान चाहिँ क्यान्सल हुन्छ कि जस्तो भइरहेको छ होइन। हामी चाहिँ यहाँदेखि अब कहाँ जान आँटेको भन्दाखेरि अब चाहिँ हामी चाहिँ सिधै उता कालीगण्डकीको नदीतिर
ड्याम भन्दा अलिकति माथिनिर जाने प्लान छ अब चाहिँ हाम्रो होइन। सो अब चाहिँ हामी त्यतिनिर जान आँटेको। हामी चाहिँ यो खोला जान सक्छौँ। यो खोला हुँदै कि त हामी चाहिँ फेरि माथि निस्केर माथिको रोड हुन जान सक्छौँ होइन। साढे 6 उठै गइसक्यो। मलाई पानी तिर्खा लगाएर म चाहिँ यहाँ पानी खान भनेर आएको। यहाँ चाहिँ माछा पनि हेरेको कस्तो माछै छैन कि यार। आम्मामा के भयो यार, माछा आज खत्रै सुकेको नि त। माछा पनि सुको, पानी पनि सुको, माछा नै छोडा नि छैन। माछा त इट्रो छ कि यो मेरो कान्छो भने लास्टै सानो छ कि। सो त्यही हो है गाइस, हामी चाहिँ अब सिधै कालीगण्डकीतिर जान आँटेको कि। 1 hour later अहिले चाहिँ हामी आइसकेको छौँ कालीगण्डकीमा। सो तपाईँहरूले पनि यहाँको ठाउँ चाहिँ चिन्नुहुन्छ होला यतानिरको चाहिँ है। अनि तपाईँहरूले मेरो हालत पनि हेर्न सक्नुहुन्छ है। भुत जस्तो पागल जस्तो भएको छु यहाँ म चाहिँ होइन। यस्तो गर्मीले यस्तो दामी घाम खाइयो यहाँ चाहिँ। उतादेखि सिधै उता कताकतादेखि हामी चाहिँ हिँडेर आएको यहाँसम्म होइन। हेर्नु हामी पौडिनको लागि भनेर चाहिँ हामी चाहिँ उतादेखि यतानिरसम्म आएको। हामी चाहिँ अलिक दुबन्त चाहिएको थियो कि हामीलाई चाहिँ होइन। त्यसले हामी चाहिँ यतानिर आइदिएको। साथी चाहिँ अगाडि गइसकेको छ। यो ठाउँ त हेरेरै चिन्नुहुन्छ कि तपाईँहरूले। यहाँ आदिमोहन पुल भन्ने लेखेको छ नि यहाँनिर। सो अहिले चाहिँ हामी आइसकेको छौँ। हामी चाहिँ कालीगण्डकीको नदीमा। सो हामी चाहिँ अलिकति माथिनिर आएको किनकि तलनिर चाहिँ घाम सबै डुबिसकेको छ। यतानिर चाहिँ साथीले चाहिँ कपडा धुन भनेर भनिरहेको थियो कि, त्यही भएर हामी चाहिँ अलिक माथिनिर आएको। अनि मैले चाहिँ यहाँ चाहिँ हाम्रो सब्सक्राइबर भाइहरूलाई पनि भेटिसकेँ मैले। मेरो केही भन्नु छ हेर न, कस्तो चड्डीसँग लुगा आएको बित्तिकै मलाई यो दाइ होइन भन्छ, त्यो दाइ होइन भन्छ, यसको दाइ होइन उसको दाइ होइन भन्छ होइन। केटा के छ खबर के हो यहाँ त ट्याटु हाने त यहाँ हेर त। यो भाइहरूले कोले चिन्छ ल कमेन्ट हान है केटा हो। कोले चिन्छ ल। तिम्रो थोडा देखाउ त। तिम्रो देखाउ न त्यो कच्चा हटाउ न। त्यो यता हेर न कस्तो लजाको कि। ओए माथि को छ किन चिच्या ह? तिमीलाई कसले चिन्छ? तिमी कति क्लासमा पढ्छौ? 7मा धाबा हो पढ्ने। सो यो केटाहरू चाहिँ धाबा पढ्ने केटाहरू है। ल कोही छ धाबा पढ्ने केटा केटी कोही छ भने यिनीलाई चिनेको छ भने ल भन है। यिनीहरूको नाम भन है। यिनीहरूको नाम त मलाई थाहा छैन है। तर यिनीहरूले चाहिँ मेरो भाइलाई चिन्दो रहेछ, मलाई चिन्दो रहेछ, तर म चाहिँ यिनीहरू चिनेको छैन। अनि अस्ति हामी चाहिँ त्यहाँनिर आएको थियौँ कि। अस्ति भाइसँग डुगा खेलेको नि। यो भाइसँग हामी चाहिँ यो भाइले डुगा खेलाएको थियौँ अस्ति चाहिँ। अनि यो भाइले डुगा खेलाएको थियो। यसले त मलाई चिन्यो होला, तर यिनले चाहिँ मलाई अलरेडी पहिला चिनेको थियो। तिमीले मलाई पहिला चिनेको थियो कि नै? चिनेको थियो। अनि अस्ति डुगा खेले किन नभनेको मलाई? कसको भाइ भन ठ्याक्कै कसको भाइ? म चिन्छु क्या, तिम्रो दाइलाई चिन्छु। को नाम के हो? रेणुका भनेको तिम्रो भाइ यहाँ छ है। तिम्रो भाइले मलाई चिन्दो रहेछ। रेणुका सायद दिदी होला मेरो पनि है। होइन मेरो दिदी होला होइन। दिदीको बिहे भयो भने मैले चिन्दैन, तिम्रो दिदीलाई मैले चिन्दैन। अरू तिम्रो विवेक तिम्रो दाइको नाम विवेक हो भनेपछि मैले चिने। तिम्रो दाइलाई मैले चिने। तिमी दाइ छैन भाइ छैन हो? ल केही छैन। तर धाबाको कोही छ भने ल यिनलाई चिनेको छ भने यिनको नाम भन्ने हो। यिनको ल तिम्रो सबै नहुन भ्याएको पक्का हो? फेरि हामीसँग पौडी खेल्ने होइन? हामीसँग पौडी खेल्ने होइन? तिमीलाई पौडी खेल्न आउँछ होला नि होइन? तिम्रो सब माझी हो? 3 माझी हो? त्यो सबलाई भन्छ पौडी खेल्न आउँछ हो? अलि डुबाउनेमा पौडी खेल्ने हामी हो? साँच्ची हो? तिम्रो प्लान के छ? फेरि पौडी खेल्ने कि कपडा लगाएर घर जाने हो? फेरि हामीलाई दुगा लिन आउँछौ? घुमाउन भाइ यार। हाम्रो यो कालीगण्डकीमा त्यो खोलानिर उता गएर होइन हामीलाई पनि घुमाउन त पर्यो नि होइन। हामी यहाँ त नयाँ मान्छे नि त, हामी कहिलेकाहीँ आउने मान्छे। तिमीले यस्तो घुमाउने यो हाम्रो थाहा हो यो त्यो भनेर हामीलाई देखाउने। त चाहिँ हाम्रो साथीले चाहिँ लुगा धुन सुरु गरिसक्छ। तिम्रो लुगा कसम सुक्दैन है। तिम्रो लुगा उता पारीको उता माथि डाँडा तुप्पा गएर सुकाइदेऊ, नत्र यहाँ तिम्रो कपडा सुक्नेवाला छैन। मैले पहिले भनिसकेको छु तिमीलाई। मैले अघि पनि भनिरहेको कि अघि नै हामी उतादेखि एउटा धेरै टाइम लाग्यो। हामी उतादेखि आउन हामीलाई टोटल्ली 1 घन्टा जति नै लाग्यो क्या हामीलाई चाहिँ। तर केही छैन, अब चाहिँ हामीले एकदम रमाइलो गर्नुपर्ने हुन्छ। खेल्ने यहाँ त त्यति डुबाउँदैन हामीलाई चाहिँ। हामी चाहिँ तलतिर गएर भयो नि अलि डुबाउनेमा पौडी खेल्नुपर्छ।
सो अहिले चाहिँ हाम्रो चाहिँ कपडा सपडा लुगा सुगा धुन सबै हाम्रो चाहिँ भ्याइसक्यो अब चाहिँ होइन। अहिले चाहिँ म यही चड्डीसँग छु, साथी पनि चड्डीसँग छ, सबै यहाँ चाहिँ केटाहरू सबै नहडेर रहेछ यहाँनिर चाहिँ। तल अर्को भेटियो, अहिले माथि अर्को भेटियो। हामी चाहिँ 2 घन्टामा पढ्यौँ कि भनेर यहाँ माथि आइदिएको। ओए तिम्रो चड्डी निस्क्यो के? चड्डी निस्क्यो। 1 2 3 4 5 6 यहाँ चाहिँ 6 जना केटाहरू पहिले अलरेडी आइसकेको रहेछ। तिमीहरू बारी चौरको होइन? फेरि यिनीलाई पनि बारी चौरको कसरी चिनेको छ भने यिनीहरूको नाम भनिदिनु छ यहाँ, यिनीहरूको ठोपडा हेरेर है। भाइहरू अलरेडी यहाँ चाहिँ पौडिँदैछ। यहाँ चाहिँ 7 8 जना पाउन जाने हो? जाने हो पाउन? दुभाउँछ किन यहाँ? मलाई दुभाउँछ यहाँ? दुभाउन? हामी त गाउँ आएको त खोला खोला दौड्नको लागि हेर्छ कि आमामा खोलामा आयो रमाइलो गऱ्यो होइन। जतिखेर नि उनी उठ्या गइसक्यो, केटाहरू उठ्या माथि छ। यता माथि चाहिँ मास्तिर दुभाउँछ कि यता मास्तिर दुभाउँछ? हामी पनि यतानिर पढ्न अब हामी चाहिँ म पनि यहाँ पढ्न जान्छु है त अब। सो म पनि पौडिन्छु अब, यस्तो मजाले पौडिन्छु कि। ल यहाँ चाहिँ केटाहरूले हाम फाल्ने है माथि। माथि गएको छ केटाहरू चाहिँ उठ्या माथि गएको छ, हाम फाल्छ रे केटाहरूले। साथी दुभ न। ल ल ल ल ल ल हाम्बालो हाम्बालो हाम्बालो। हाम्बालो आम्मा देख्नु भयो केटाहरू त कडै निस्क्यो त। आम्मा यहाँ चाहिँ मलाई म त एउटाले पढिदिन्छु म यहाँ। डर लाग्यो मलाई। साथी ल तिमी पनि हामीलाई न उठा गएर के हुन्छ र। ल ल ल अब मेरो साथीको पालो है, हाम फाल्ने पालो। पानी चाहिँ चिसो छ है। ल ल ल ल केटाहरू मासतिर गयो, यो यहाँ छ म यहाँ छु। आछु छु 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 छु। ओ यहाँ त्यति गराउँछ त। ओए 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 आम्मामामामा जाडो भयो। सो अहिले चाहिँ हाम्रो नुहाउने पौडिने सबै कपडा सपडा धुने सबै प्रोग्रामहरू चाहिँ सकिसकेको छ। अनि अहिले चाहिँ हामी हल्का लुगा सुगा लगाएर हामी चाहिँ रेडी भएर अब चाहिँ निस्किन आँटेको हामी चाहिँ अब होइन। हामी चाहिँ कहाँदेखि जान आँट्यो भने हामी चाहिँ यस्तरी बजार 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 घुमेर कि होइन हामी चाहिँ कहाँ पुग्न भनेर हामी चाहिँ माथि माथि कता कताबाट घुमेर जान आँटेको हामी चाहिँ अब होइन। तर यहाँ चाहिँ कपडै नसुके मैले यो झोला नढौ यो झोला नढौ मैले भनिरहेको थिएँ कि सुक्दा नि सुकेको छैन, यो झोला सुकेको छैन। ऊ त्यहाँ त्यसको हेर्नु। ए सो एकदम मजा आयो आज है। मजा लिएर आज त पौडी खेलियो, नुहाइयो, रमाइलो गरियो। सो त्यही हो। अब चाहिँ हामी यहाँदेखि निस्किन आँटेको। सो अब चाहिँ हामी एकचोटि माथि बाटोनिर भेट्नेछौँ। सो अहिले चाहिँ हामी आइसकेको छौँ। हामी चाहिँ खोलादेखि पनि माथि निस्किसक्यो हामी चाहिँ अहिले चाहिँ। सो अनि यहाँदेखि हेर्नु सक्नुहुन्छ यो कालीगण्डकी यो चाहिँ। अनि उतानिर पनि उतै छ कि उता चाहिँ कालीगण्डकी यतानिर आदि मुहान भन्ने उतानिर चाहिँ एउटा बजार छैन। हामी चाहिँ त्यही बाटो हुँदै जान आँटेको कि। अनि हामी चाहिँ डिसेम्बर डाँडाहरू हुँदै हामी चाहिँ घुम्दै माथि घर जान आँटेको। सो त्यसैले भिडियो चाहिँ धेरै लामो नबनाऊँ कि भनेर म चाहिँ तपाईँहरूलाई योभन्दा अगाडिको भ्लगमा म चाहिँ तपाईँहरूको लागि म चाहिँ त्यो डिसेम्बर डाँडादेखि नै म भ्लग स्टार्ट गरेर म चाहिँ त्यतानिरको बारेमा सबै देखाइदिएको छु म चाहिँ। सो तपाईँहरू त्यो भिडियो हेर्नु भएको छैन भने तपाईँहरूले त्यो भिडियो गएर हेर्न सक्नुहुन्छ। त्यसैले अस्ति भिडियो बनाइसकेको फेरि आज किन भिडियो बनाउनु भने म चाहिँ आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। सो तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। सो थ्याङ्क्स फर वाचिङ भिडियो। ओके बाइ।